कुन कम्पनीको सर? रोलेक्सको वाच अनि गुचीको चस्मा, टी शर्ट गुचीकै छ, जकर्स पनि गुचीकै हो। जुत्ता हेर्नु न कुन लेभलको छ त नाइकी हो कि के रिबक हो? चट भइसक्यो। जाँड खाने पैसा अलिअलि बचाइए अब त्यो कपडा किनेपछि त्यो पनि बच्दैन भनेर चाहिँ हामी चाहिँ त्यसलाई चाहिँ बजार राखेको छौँ होइन। अलिअलि मात्रै छ नुहाउनु छ भने होइन। अनि कसको छ भनेको उहाँ पहिनीको रहेछ। हेलो गाइज, वेलकम छ है मेरो भिडियो भ्लगमा। अब हामी चाहिँ सैलुङ जाँदैछौँ। आज सामान प्याक भइसकेको छु, ब्याग भाइ पछाडि छ होइन। सर गाडी लिएर आइसक्नु भयो। अब हामी निस्किन्छौँ यहाँबाट। हामी सुरजलाई रिसिभ गर्छौँ, त्यहाँबाट अञ्जन सरलाई होइन। अनि त्यहाँबाट चाहिँ बन्दुजीमा गएर चाहिँ अनि त्यहाँबाट हामी चाहिँ हिँड्नेछौँ। आज गएर भोलि फर्किने होइन। सैलुङ रामेछाप घुमेर आउनु पऱ्यो क्या एकचोटि। हामी निस्क्यौँ है। के हुन्छ बाटोमा, कस्तो रहेछ कन्डिसन, के कस्तो छ देखाउनेछौँ होइन गाइस। सर कतिको एक्साइटेड हो तपाईँ? एकदम एक्साइटेड। हामी कहाँ बन्दुजीकोमा हो कि? अब सुरजीलाई त सुरजी, त्यसपछि के अरे अञ्जन, त्यसपछि ओ बिस्तारै सुरजीले फोन हाल्नु। सुरजी रेडी हो ल। अब हामी लिस्टौँ है गाइस। ओके। जय शम्भो जय शम्भो। एसी चलाऊँ है। गर्मी वाइल छ है। जय शम्भो गाइज। इन्जिनियरिङ पुल कट्टी हो ल है गाइज। हामी चाहिँ अहिले सुरजीलाई लिनलाई सुरजीको रुमको साइडमै आइपुगेका छौँ। उहाँ चाहिँ एकदम ह्यान्डसम बनेर, ट्याक्क ह्यान्डसम बोय, ओभर ह्यान्डसम बनेर आइसक्नु भएको छ। तपाईँ देख्न सक्नुहुनेछ होइन। ठिक छ है। अब चाहिँ सुरजीलाई यहाँबाट रिसिभ गऱ्यो। अब अनन्तलाई रिसिभ गरिन्छ। अनि त्यसपछि हामी चाहिँ बन्दुजीकोमा जान्छौँ। बन्दुजी अब लाग्यो होइन त सायद जालपचकबाट। के छ सर, के फिडब्याक भन्नुहोस्। के ट्याक्क जुत्ता नयाँ, घरको जुत्ता पनि नयाँ, चस्मा नयाँ, लुगा नयाँ। मान्छे त्यो कपडाभित्रको चाहिँ सबै पुरानो हो, अरू सबै नयाँ हो क्या एकदम। भर्खर भात खानु भए हामीले चाहिँ खाएन। अब भोकै होला। अब के छ तपाईँ रेडी हुनुहुन्छ है? तपाईँ के विधि हान्छौँ? वाच देखाउनु। वाच चाहिँ उहाँको कुन कम्पनीको सर? रोलेक्सको वाच अनि गुचीको चस्मा, टी शर्ट गुचीकै छ, जकर्स पनि गुचीकै हो। जुत्ता हेर्नु न कुन लेभलको छ? त नाइकी हो कि के हो? रिबक हो। नाइकको ए लेभलको के फेरि सानो नि हो र? हाई कपी है एकदम। फर्स्ट कपी नै उहाँले मैले लाउँछु कि नेपालमा। अनि यति भएपछि सक्छ त गाइज। ल सबैजनाले हेर्नु होला होइन ब्लगमा। केटाहरू यस्तो छ। अब हाम्रो सर उता हुनुहुन्छ। हामी त सिम्पल है, पुरानै हो एकदम पुरानै। हामी त पुरानै ड्रेसमा छौँ साथीहरू। लुगा नि किनिएन होइन। दसैँ तिहारमा सब सक्यो, पैसा जति चट भइसक्यो। अब जाँड खाने पैसा अलिअलि बचाइए अब त्यो कपडा किनेपछि त्यो पनि बच्दैन भनेर चाहिँ हामी चाहिँ त्यसलाई चाहिँ बजार राखेको छौँ होइन। अलिअलि मात्रै छ। अब त्यसमै रमाइलो गर्ने हो। सिस्सा लाएर अब बाटोमा के हुन्छ तपाईँलाई पुरा देखाउनेछौँ। हामी चाहिँ अनन्द सरको वेटिङमा होइन त है। फेरि पनि हामी चाहिँ अहिले ल्यामुदार फार्मेसीमा छौँ। केटाहरू बसिरहेको छ होइन। अब हाम्रो उहाँ बहिनीको चाहिँ आज के कपडा धुने कार्यक्रम चाहिँ एकदम भाइरल छ है। बिहान ग्रुपमा के भन्दाखेरि कपडा धुनु छ, नुहाउनु छ भने होइन। अनि कसको छ भनेको उहाँ बहिनीको रहेछ। हामी गाइज बन्दुजीकोबाट निस्किसकेका छौँ। बन्दुजी चाहिँ रुममा जानुभएको रहेछ नुहाइधुवाई कपडा धुन अनि नुहाइधुवाई गर्नलाई। अब हामी चाहिँ बन्दुजीलाई चाहिँ त्यहाँबाट रिसिभ गर्छौँ। अब हामी चाहिँ लाग्यौँ होइन त गाइज? लाग्यो अब फाइनल्ली। अब चाहिँ हाम्रो डेस्टिनेसन सिधै चरीकोट भन्दा के अरे नन स्टप है गाइज। अब नन स्टप बाटो कस्तो छ, धुलीखेलको बाटो अहिले बन्यो कि बनेन त्यो सबै देखाउँछौँ तपाईँलाई। कतिको कम्फर्टेबल रहेछ, गाडीमा ठिक रहेछ कि बाइकमा हिँड्दा नि सहजै छ तपाईँ देखाउनेछौँ। सरले एकदम दाबीसँग भयो है गाडी त। तेल बोकेको छैन, तेलहरू बोकेको लोसन सोसन यता सनस्क्रिमहरू नुहाउने होला नि त। अनि त्यहाँ गएर ल यास्किनी यहाँ ठ्याक्कै हामी रुम अगाडि ल हामी चाहिँ अब यहाँबाट चाहिँ अब नन स्टप पछाडि एकजना हुनुहुन्थ्यो, एकजना पछि
अब चाहिँ मैले खाना खाएँ होइन मोमो चाहिँ मैले प्याक गरेर ल्याएको छु अब मोमो खाने हो खाँदै जाने हो वाइल्ड मोमो मोमो कस्तो छ गाइस मोमो चाखौँ ल यास्के है फाइनली नुहाएर कपडा धोएर रेडी भएर आइसकेको छ ल गाइस हामी चाहिँ अहिले बालाजी पुगिसकेको छौँ ल मेरो भ्लग चाहिँ बाँकी चाहिँ यास्केले स्टार्टिङ गरिदिन्छ अब बिचबाट चाहिँ ओहो केटाहरू फोकस नगरौँ है यस्तो चाहिँ तपाईँ गाडी बाटोमा फोकस गर्नुहोस् मैले होइन रातो रातो तपाईँ उता हेर्नु न बालाजु हामी कतै चेकिङ ओहो पुलिस त आज वाइल्ड छ त के हो आज पुलिस त वाइल्ड छ हेर्नु त गाइस आज सुरक्षा कडाई गरेको छ है काठमाडौँमा हुन्छ यहाँ बस्नु हुँदैन फाइनली गाइज हामी चाहिँ भर्खर कोटेश्वर पुगेका छौँ कोटेश्वर पुग्न साथ जाम परे जस्तो छ है जाम हल्का हल्का जाम पर्छ किनकि यो जक्सन हो नि त कोटेश्वरबाटै हो क्या साथीहरू तपाईँको अब पूर्व जानु पर्यो भने सानो गाडीहरू पाउने पनि सबै यो कोटेश्वरबाट हो अनि तपाईँको यहाँबाट कलङ्गी जान्छ अनि तपाईँको यता माथितिरबाट आएको चाहिँ तपाईँको बानेश्वरपट्टिबाट पनि आउने यही बाटो हो तिनकुने बाटो पनि आउने यही हो यो चाहिँ जक्सन पर्ने भएको कारणले चाहिँ एकदम प्राय जाम नै हुन्छ यो बाटो होइन साथीहरू हल्का जाम जस्तो छ यहाँबाट चाहिँ हामी चाहिँ धुलीखेलको बाटो चाहिँ हिँड्नेछौँ साँगा धुलीखेल हुँदै हल्का जाम पर्दैछ बिस्तारै बिस्तारै अघि बढिरहेको गाइस हामी चाहिँ जरीबुढीबाट अगाडि आइसकेका छौँ सलल कुदिरहौँ है बिस्तारै बिस्तारै सरले आफ्नो कला देखाइरहनु भएको नम्बर यो ब्याकग्राउन्ड म्युजिकमा चट्ट परेकी थोरै नक्कल गरेकी त्यसै मक्ख परेकी हर लक्क परेकी उसलाई देखेपछि केटाहरू लट्ठै परे नि सबै छक्कै परे नि मान्छे राम्री त्यसमाथि झन् फिगर नाइस हामी फाइनली सल्लाहघारी पुगिसकेका छौँ सरले गाडी सनन पुरा उडाइरहनु भएको है टेकअप लिइरहनु भएको सल्लाहघारी यो चाहिँ नगरकोट जाने बाटो है गाइस नगरकोट जाने बाटो अब यो चाहिँ धुलीखेल जाने बाटो साँगा धुलीखेल हामी चाहिँ सनन रन्किरहेको छौँ एकदम स्पिडमा सबैमा कति विषय जानुपर्छ स्पिड हामी चाहिँ अब यहाँ बिस्तारै बिस्तारै हामी गइरहेका छौँ धेरै स्पिड पनि छैन स्लो मोसनमा ट्याक लाएर सूर्य विनायक रोड है गाइस अब यो चाहिँ बाटो अब यो बाटो बन्दै रहेछ बाटो बन्दै रहेछ अझै बनिसकेको छैन बाटो चाहिँ बढिसकेको है गाइस बाटो बढिसकेको बाटो बनाउँदैछ है। फाइनली हामी
चाहिँ साँगा है गाई साँगा पुग्यो। यहाँ चाहिँ पहिरो गएको भन्थ्यो है अस्ति यहाँ पनि बाटो यही हो क्या हो बाटो पहिरो गएको रहेछ यही साँगाको। बाटो यता नि बनाउँदैछ अब यता पहिरो जान्छ भने चाहिँ सबै यो स्लब हालेर उठाउँदैछ होइन। बाटो ठिकै छ अहिलेसम्म बिचको बाटो चाहिँ भत्का छैन है गाइजहरू। अब साँगादेखि उता चाहिँ कस्तो छ बाटो निश्चित अब हेर्दैछौँ हामी। अहिलेसम्म चाहिँ ठिकै लाग्यो बाटो। साइडमा चाहिँ बढाइसकेको बाटो अब तपाईँको त्यो ट्राभलहरू ल्याएर चाहिँ हाल्न र ठुलो गर्न मात्रै बाँकी छ। बाटो यस्तो बनाएको रहेछ यार धेरै पछि आयो नि है यस्तो बनाइसकेको रहेछ यहाँ। हामी लास्ट टाइम भनेको थियो उहाँ गएको थियौँ नि हामी सुकुटे त्यहाँदेखि यहाँ कहाँ आएको त्यहाँदेखि आएको छैन म त अनुसार आइसक्यो ल्यान्डिङ गरेर है फ्लाइटबाट। अब म पनि जाँदाखेरि हेर्नु पर्ला आउने बेला जाने बेला मेरो त दुइटै पर्छ मेरो त धानबाट फर्काउँदा त फर्काउँला नि त्यही बाटो। ल यहाँ पनि पहिरो ठुलो गएको रहेछ नि यार यहाँ तल मोटर हालेर रहेछ कि पछाडि बस्नुलाई सर अगाडि ढोकाल्नुपर्छ यस्तो यसको गाडी दुईटै डोर छ एउटै रहेछ एउटै डोर लाग्यो। जय शम्भु गाइस जय शम्भु फाइनली गाइज हामी चाहिँ अर्को जिल्ला आइसकेका छौँ साथीहरू चाहिँ काभ्रे है काभ्रे जिल्ला प्रवेश भइसकेको छ। नेट चलेन है बन्द आइसक्यो तर थाहा छैन हामी चाहिँ ललितपुर आयो भने कस्तो जुगाड लिएर गयो कुन यो टायर मात्र बसालेर बसाएको थियो है। ड्राइभर खतरा रहेछ हेरौँ त ड्राइभर हेरौँ दाब्यो ड्राइभर कडा रहेछ शुद्ध रहेछ। बाटो ठिकै छ है गाइस बाटो चाहिँ ठिकै छ अहिलेसम्म। बाटो त अझै बाटोको चाहिँ नाजुकै छ यार पुरै छोडिदिए जस्तो यार। अब बाटो बनाउने सुरसार गर्नुपर्ने हो छोडेको छ है अलिअलि। अब हामी धुलीखेल पुग्ने भएको कारणले चाहिँ धुलीखेलमा चाहिँ धुलो उड्ने रहेछ क्या यो चाहिँ एउटा। अब यहाँ चाहिँ बाटो पिच सुरु भयो है यहाँबाट चाहिँ अब बबाल छ है बाटो गाइस। अब यति चाहिँ पिच बनिसकेको छ बाटो आउँदै रहेछ यताको नि अन्त तपाईँको 4 लाइनकै हुन्छ होला बाटो बनाउँदै रहेछ है गाइस। काम चाहिँ हो बाटो चाहिँ बन्दै रहेछ। अब कुलमानको हातमा खान्छ यो सबै अब तपाईँको त्यो भएर पनि हो काम अलिकति चाँडो गर्न निर्देशन दिइसक्नु भएको छ कुलमानजीले त्यो भएर पनि हो गाइस। बाटो त बनिपा हामी आइपुग्यौँ बनिपा पछि भन्दा अगाडि चाहिँ धुलीखेल आइपुग्छ। बनिपा मेन बजार हो यहाँबाट पनि जाँदो रहेछ नि त यता भित्र कता छिन्दो रहेछ नि तपाईँको उता 9 बुद्ध कि सर्टकट पर्छ नि उताबाट होइन सट्ट बनिपाको बजार गाइस। बिस्तारै बनिपा बजार नि अलिक व्यवस्थित चाहिँ भएको छैन गाइस बाटोले गर्दा पनि होला गाडीहरू लथालिङ्गै छ जताततै। अनि बनिपा बसपाको मेन चोक चाहिँ यो हो बसपाक चाहिँ तपाईँको यहाँबाट राइट जानेपट्टि बसपाक गयो अनि यहाँबाट अगाडि सिधा गयो भने चाहिँ धुलीखेल बनिपा चोक यही हो। यहाँ पनि चाहिँ यो तलको भयो माथिको माथि अब हामी चाहिँ यहाँबाट अब हामी जाँदैछौँ गाइस 5 खालको बाटो है यो चाहिँ। अब हामी उता चाहिँ 9 बुद्धको बाटो उता छोड्यौँ हामी राइटमा अब यहाँबाट 5 खालपट्टि हुँदै मुडे हुँदै जानु थालेको। अब यहाँको बाटो पहिला हामी जाँदाखेरि चाहिँ बाटो अलि खराबै थियो बन्द हुँदै थियो
अहिले चाहिँ कस्तो भएछ गाइजहरू देख्नुहुन्छ तपाईँलाई पहिला हामी हुन जाँदाखेरि है बनाउँदै थियो बाटो है तल बनाउँथ्यो अलिकति त्यति धेरै त थिएन अहिले चाहिँ बनाइदियो अब यहाँ चाहिँ हामीले लोड गर्दैछौँ खानेकुराहरू गाइज अब फलफुलहरू केहरू अनि ऊ लिक्विड सबतिर होला बजारतिर छैन बजारतिर छैन है यहाँ छैन केही छैन यता मुनि छ कि लाग्दैन ल है गाइज हामी चाहिँ अब हाम्रो प्याकिङ हुँदैछ सबै कुरो हामी चाहिँ धुली खेलमा पुगिसक्यौँ यहाँबाट चाहिँ हामीले चाहिँ नर्मल खाजाहरू चाहिँ नास्ता पानीहरू चाहिँ प्याक गर्दैछौँ कुरमुरी लेसहरू अनि त्यसपछि रोटीहरू बाली हिसाब गर्नुहुन्छ अब हामी चाहिँ जाने धुलो धुलो सेट बुढोले त्यही राख्यो क्या त्यस्तै अलि राम्रो भएछ क्या नत्र खाल्टाङ बाटो सर माल तपाईँ फेरि चाहिँ अटाउँदो रहेछ कतिवटा अटाउँछ 4वटा 3टा गाडी हामी चाहिँ अब अहिले ब्रेक हान्दाखेरि बोतलै मात्रै छिर्यो अनि भित्र अहिले हामी चाहिँ अब यो अफरोड पछि अगाडि अब पिच बाटो आइसकेका छन् गाइजहरू बाटो अब सलल छ त्यति अप्ठ्यारो नहोला होइन अब सलल होइन सर सरले चाहिँ इनर्जी ड्रिङ्क लिइरहनु भएको रनिङ छ अलिकति सरले चाहिँ एकदम बिस्तारै एकदम स्लो के सर आरामसँग जानुपर्छ बाटो देख्न सक्नुहुन्छ बबाल छ गाइज हामी चाहिँ धुलीखेलभन्दा धेरै अगाडि अफरोड कटेर पनि अगाडि आइसकेका छौँ साथीहरू यहाँ चाहिँ खासमा फेमस भनेको चाहिँ यहाँ रिसोर्टहरू अनि बढी जसो रिसोर्टै बढी देख्यौँ हामीले चाहिँ यहाँ चाहिँ यस्तो रहेछ गाइजहरू टर्निङ बबाल छ 7 ब्रदर्समा हामी 5 ब्रदर्स जान्छौँ 7 versus 5 हो सर 7 versus 5 छैन हामी चिकन दामी दामी पिरो गाइस यस्तो स्पाइसी होइन यस्तो पिरो भयो है गाइस यो बबाल आयो बाटो पनि त्यस्तै बबाल छ के फाइनली गाइस हामी चाहिँ 5 खाल आइपुगेका छौँ है हामी चाहिँ लामो समयको दूरीपछि काठमाडौँबाट चाहिँ हामी लगभग 4 घन्टादेखि 5 घन्टाको समयपछि चाहिँ हामी चाहिँ 5 खाल बजार पुगिसकेका छौँ 5 खाल बजार देख्न सक्नुहुनेछ बबालै छ आधी पुग्यो माछा धेरै ठिक केटाल पिरो हान्छन् माछा पनि पिरो हुन्छ सर माछा पनि यस्तै हो होइन माछा अलिक कम हुन्छ तर पिरो स्पाइसी अलि बढी हुन्छ 5 खाल बजार है गाइस यो त तराई जस्तै लाग्छ मलाई चाहिँ 5 खाल बजार चाहिँ माथि चाहिँ हामी ब्यारेक छ यो मेन बजार हो 5 खाल बजार नि रमाइलो छ है गाइजहरू तपाईँहरू कालिम्पोङ जाँदाखेरि तपाईँहरू सैलुङ जाँदाखेरि 5 खाल बजार भएर जानै पर्ने हुन्छ साथीहरू त्यसैले छाडा बोल्दै छ है गाइज नाम थिएन बेसी नाम थिएन हामी चाहिँ 0 किलो भन्ने ठाउँमा आइसक्यौँ यहाँबाट चाहिँ 2टा बाटो फाटिन्छ यो बाटो चाहिँ हजुरहरूले देख्न सक्नुहुनेछ यो बाटो चाहिँ सुकुरे जाने बाटो यो चाहिँ मेलम्ची जाने बाटो यो 0 किलो भन्ने ठाउँ हो है मेलम्ची जाने यो मेलम्ची 22 किलोमिटर यहाँबाट छ मुडी यतिबाट होला सोचेर जाऊँ चले मुडी हो सर कहाँ जानु भएको थियो मुडीतिर फाइनली हामी गाइज दोलाल घाट पुगिसकेका छौँ मेरो चार्ज हरायो गाइज मोबाइलको अब म मोबाइल चार्ज गर्न पाउँदिनँ होला मेरो भ्लग चाहिँ अब मोबाइलको चार्ज जतिसम्म छ हुन्छ त्यतिसम्म म चार्ज गर्छु आइफोन चार्ज छैन नि त हरायो त एउटा छ एउटा छ मेरो छ तपाईँको पाले पाला हाल्ने 1 घन्टा है तपाईँको पालो हाम्रो मसँग अर्को मोबाइल छ के गर्नु हाल्ने
डोलाल घाट यो सबै पालेको माछा त होला नि हजुर खोलाकै भन्छ भन्नु त पाले होला नि कहाँ खोलाको हुनु माछाको कहानी के हो भन्दाखेरि यो माछाहरू चाहिँ अनुसारले पौडी खेल्न सिकाउनु भयो अरे होइन त्यही बाटो त बाटो होइन त्यो पार्क जस्तो के बनाएको थियो फुटबल सुटबल खेल्छ त्यहाँ है यो के बल लगाएको माथि माछा उयो यहाँनिर पाउँछ यहाँबाट लिएर जाउँ न पकाएर हुन्छ धेरै त्यहाँको बोक्ने हिँडिहाल्ने भिडियो बनाइरहनु भएको गाइड भोलि जुत्यो है छिर्यो क्या सर छिर्यो त्यो परबाट लिएर जाउँ न यहीँबाट छिरेर जाने हो कि निस्किने हो कि यहीँबाट हामी चाहिँ सुकुटे पुगिसक्यौँ होइन सुकुटे बिचमा अब हामी चाहिँ यहाँ गाडी चार्ज लाउने भनेको 74% चार्ज भइसक्यो अनि फास्ट चार्जिङ हो फेरि छान्ने हाल्यो भने यही हाल्यो हामी चाहिँ अब गाडी चार्ज लाउँछौँ 15 मिनट म्याक्सिमम ब्याक गर्छु अलिकति मिलाउँछु हामी चाहिँ चार्ज गर्न लाग्यौँ सायद गाइजहरू चार्जिङ हो चार्जिङ प्रेसर के हुन्छ कि सर हो हुँदैन चार्जिङ हुँदैन पर कहाँ हो र यता अगाडि छ कि छैन पाउन्सर छैन रे निस्किहाल्यो ल्याउनु पिसाब लाग्यो नि त सबलाई बवाल लाग्यो है बाटो चाहिँ बवाल छ गाइस अनुसार है पछाडि छाडा बोल्ने चाहिँ बवाल छ त रिसोर्टहरू है कस्तो दामी बनाएको है युरोपियन टाइपको के सिङ्गापुरको जस्तो के सिङ्गापुर है यो अगाडि चाहिँ अब कुन बजार हो सर यो कुन बजार हो है बलेफी नदी पुल भनेको छ है अब गाई त्यो पुल तरेर चाहिँ हामी पारि जानुपर्ने हुन्छ अब चाहिँ यो कुन जिल्ला सुरु हुन्छ है हेर्नु पर्छ तपाईँलाई यो बलेफी गाउँपालिकातिर पुग्यौँ हामी बलेफी सिन्धुपाल्चोकमा हामी चाहिँ प्रवेश गरिसकेका छौँ साथीहरू सिन्धुपाल्चोक जिल्ला सिन्धुपाल्चोक मान्छे प्रवेश गरे टाइम लगाइरह अब बेलुकाको टाइम छ होइन शीतल पनि भएको गाइडहरू अनि एकदम रमाइलो पनि लगाइरह बाटो एकदम सनानो छ है बाटो चाहिँ पिरै छ अहिलेसम्म अफ रोड छैन कता पनि अब रमाइलो भइरह भिडियो दामी आइरह है गाइड केरा बगानहरू रहेछ त केराहरू जम्मै फलिरहेको छ यता त केरा दामी रहेछ बाटो अनि पछाडि चाहिँ हाम्रो अँधेरी भन्ने ठाउँमा चाहिँ चेकपोस्ट रहेछ यहाँ पुलिसको चेकपोस्ट रहेछ होइन अब हामी चाहिँ चार्जिङ स्टेसन पनि हेर्छौँ होइन यति छ जस्तो लागिरहेको एउटा चाहिँ हुनुपर्ने हो चार्जिङ स्टेसन घुमी हेर्दै हिँड्दा पेट्रोल पम्प चाहिँ भेट्यो गाइजहरू पेट्रोल मिल्दैन चार्जिङहरू यहाँ चाहिँ अब चार्जिङ स्टेसन इभी चार्जिङ स्टेसन ऊ त्यहाँ त्यत्रो ठुलो ए वाइल्ड रहेछ ल यहाँ हामी गाडी चार्ज हान्नेछौँ यहाँ फुल गरेर यहाँ नन स्टप हाम्रो चाहिँ डेस्टिनेसनमा फास्ट चार्जिङ मिल्छ सिधै हान्नु न यो अर्को सानो यतापट्टिको होइन नि त चार्जिङ त्यो होइन
कारको एउटापट्टि रहेछ कि ऊ CCS2 भन्ने चाहिँ कारको हो GTT भन्ने GBT भन्ने चाहिँ उसको हो क्या गाडीको यसको गाडीको हामी चाहिँ यहाँ बल्ल भेट्यो गाइज CG मोटर्सको चाहिँ चार्जिङ स्टेसन भेटेको छ अब चाहिँ हामी गाडी चार्ज लाउँछौँ अब त्यही हो सर एकछिन रेस्ट गरौँ हावा खाऊँ बाहिरको चार्जिङ गरिन्छौँ दल लाग्यो ठाउँहरू रमाइलो छ गाइजहरू यहाँ आवाज छ है अगाडि चार्ज गर्ने यहाँ गाडी चार्ज भइरह कति अहिले अगाडि सार्नुपर्ने भयो गाडी हामी चाहिँ गाइज यो खाडी चौर भन्ने ठाउँमा पुगिसकेको छ देखियो सर अहिले नै पर्दैन होला जाडो भयो क्या एसी चलाएको खाडी चौर भन्ने ठाउँमा पुग्यौँ गाइजहरू अब खाडी चौरमा खाडी चौर एकदम रमाइलो लाग्यो मलाई चाहिँ बोलेरै गर्नु त हो नि म होइन खोल्ने चाहिँ डम त्यो कहाँ हेऱ्यो हुन्छ ओहो मिठो रहेछ सर खाइदिने हो क्या मुस्कान मुस्कान जाने हो भने बोकेर लिएर जाने क्या मुस्कान मुजी त राम्रै छैन क्या बल्फी खाडी चौर बल्फी अब यहाँबाट लेफ्ट है सर यो चरीकोट यता चरीकोट जाने कता जाने यतैबाट त हो नि होइन सर थाहा छैन हामी कन्फ्युज हो नि गाइजहरू चरीकोट खाडी चौर भन्ने ठाउँ रहेछ यहाँबाट छुट्टिँदो रहेछ क्या तातोपानीबाट जाने बाटो अनि यो चाहिँ सोधौँ न त्यही पनि एकचोटि मान्छेलाई सोधौँ न दाइलाई सोधौँ त्यहाँ चाहिँ कन्फ्युज हुनु भएन मुडीबाट चाहिँ झर्दाखेरि मुडेपछि त सोध्दै जाने हो नि के चौरबाट चाहिँ अगाडि बढिसकेका छौँ साथीहरू एकदम सल बाटो अब है एकदम रन्किराख गाडी होइन स्पिडमा अब बेलुका भइसकेको छ अब 100 को स्पिड जान्छ 100 को अब 100 नहाल्ने 50 मात्रै सरले हाल्नु भन्नुभएको मिल्छ क्या त्यति पनि मिल्छ पहिला चाहिँ होइन यति बाक्लो धुलो छिर्थ्यो क्या पहिला बाइकमा आउँदाखेरि होइन धुलो त अघि पर धुलो के हो र है यहाँ बवाल धुलो थियो अहिले चाहिँ बवाल बाटो छ गाइस बेलुकाको कति बजे भन्दाखेरि कालिन्चोक पुग्न 8 घण्टा 5 बजे 37 मिनट भइसकेको छ साथीहरू हामी चाहिँ जाँदैछौँ अगाडि बढ्दैछौँ बिस्तारै पोस्ट गरे होइन फोन आयो तिम्रोमा यस अब हामी चाहिँ बिस्तारै अघि बढ्दैछौँ साथीहरू बाटो चाहिँ रमाइलो छ एकदम पिच चलल छ हरियाली छ एकदम रमाइलो फिल भइरहेको छ हावा चाहिँ एकदम रमणीय वातावरण छ सर अस्मरणीय रमाइलो भइरहेको छ हामीलाई चाहिँ होइन केटाहरू पछाडि बसिरहेको हामी चाहिँ अगाडि दुईजना सरले मन्छौँ यो पनि त्यतै हो सार्वजनिक रहेछ गाडी पनि पहिलो छ नि त पहिलो ट्याक्सीको नम्बरै हो कालो ट्याक्सीकै हो ए यसले ओभरट्याक यो चाहिँ इन्भोइसमा चाहिँ यसको त्यहाँ साइड हेरेर मात्रै चिप्नु है यो चाहिँ खाडी चौरभन्दा धेरै अगाडि हामी उकालो लागिसकेका छौँ पुरै उकालो बाटो छ है साथीहरू अब राति पर्न थालिसक्यो हामीले गाडीको हेडलाइट बालिसकेका छौँ होइन बाटो चाहिँ पिजै छ हल्का अहिले अफरोड चाहिँ आएको छ हल्का फुल्का चाहिँ हो त्यस्तो धेरै ट्रान्जिट पोइन्ट हो चर्च
बिस्तारै है सर हामी चाहिँ बाटो राम्रै छ अहिलेसम्म रमाइलो लागेको छ जम्मै ठाडो उकालो छ गाइजहरू तपाईँहरू देख्न सक्नुहुन्छ अलि राति परिसकेको छ गाडीको हेडलाइट बालेर हामी अघि बढ्दैछौँ अब हामी कहाँ पुग्छौँ त्यसपछि मेन पोइन्ट चाहिँ देखाउँछौँ तपाईँलाई होइन फाइनली गाइज हामी चाहिँ मुडे भन्ने ठाउँमा आइसकेका छौँ राति परिसक्यो होइन अहिले चाहिँ समय चाहिँ कति भयो भन्दाखेरि 6:04 म हेर्छु ल मुडे दिदीलाई सोधौँ न यता अगाडि मुडे बजार मुडे बाटो मुडे सिन्धुपाल्चोक मुडे ठ्याक्क मुडे बजारमै आइसक्यो मुडे हो तलतिर हो क्या हामी सोधौँ तलतिर हो क्या हामी सोधौँ ओहो पड्का पड्क्यो माथि चरीकोट तल सैलुङ मुनि ठाउँ अलि अगाडि गएर मुतौँला नि त बाटोमै मुतौँला सोधौँ न एकचोटि मुडी त्यो पनि सोधेर जाउँ डाउट नमानेर जाउँ न हामी चाहिँ मुडेबाट चाहिँ अब हामी चाहिँ यो बाटो चाहिँ माथि उहाँ जाने हामी चाहिँ सैलुङ जाने त मुनि है यहीँबाट सैलुङतिर जान्छ ओह्रालो है यहाँबाट चाहिँ मुडेबाट चाहिँ ओह्रालो लाग्नु पर्दो रहेछ राइटपट्टि के हो त्यस्तो भने है छाडा बोली केटाहरू के बिजी छाडा हामी चाहिँ मुडीबाट ओह्रालो लागेका छौँ साथीहरू पुरै अन्धकार है बत्ती निभाउनु न बत्ती गाडी आयो है यस्तो बबाल भ्यू देखिरहेको छ साथीहरू म तपाईँलाई देखाउने छु तिम्रो च्यानल छैन त छैन नि राति नै भइसक्यो अन्धकारै भइसक्यो ए के देखाएन है कस्तो अन्धकार भएको है कुन बाटो हामी यहाँ देखाइरहेको छ नि सरहरू हामी म बत्ती बालिदिइहाल्छु नि सर किन टेन्सन लिएर यो कहाँ लेखेको छ माथि माथिल्लो बाटो हो सैलुङ जाने बाटो लेखेको त उ सर यतै हो सैलुङ जाने बाटो हेरेछ तल चाहिँ यस्तै बाटो सुत्न नि मिल्यो नि त बाटो साँगो रहेछ अब अफरोड सुरु हुन्छ भने हा गाइस बन्धुजीलाई त्यहाँ भुइँमा सुताइदिनु न डिकीमा हाल्नु नि डिकीमा है के गरेर ल के गरे खुट्टा गाडी बन्धुजी खुट्टा हेर्नु नि पछाडि हावामा हो हावामा सुतिरहेको तपाईँ अब अफरोड सुरु हुन्छ बाटो अहिलेसम्म ठिकै छ साथीहरू अलि अगाडि चाहिँ अफरोड छ अरे त्यही 2-4 किलोमिटर अफरोड गाइज साथीहरू बाटो चाहिँ अब अफरोड सुरु भइसकेको छ अफरोड उकालै छ हल्का ग्राभल टाइपको छ बाटो यतिको भनेको त राम्रै हो होइन अनि अफरोड छ हल्का त्यस्तो साह्रो गाह्रो छैन अब हामी हिँड्दैछौँ यहाँबाट धेरै छैन 5-7 किलोमिटर पछि चाहिँ आउँछ हामी डेस्टिनेसन धेरै पर्दैन जान्छ ल किङै हो यतिको त रनर न हो त अब हामी अघि बढ्दैछौँ बाटो ठिक छ पिजे जस्तो फिल भइरहेको हुन्छ है मिल्छ यो त पिज हो त यार यतिको पिज हो पिजै हो नि होइन र पिजै गर्ला रहेछ ग्राभल बिछाएर छोडेको रहेछ होइन सर गाइज हामी चाहिँ सैलुङ आइपुगेका छौँ के लागिरहेको जाडो चाहिँ वाइल्ड जाडो छ सैलुङको 7 ब्रोदर्स भन्ने होटलमा आइसक्यौँ हामीले चाहिँ त्यहाँ दाइले कन्ट्याक्ट दिनुभएको थियो ट्याक्क लोकेसनमा हेर्नु त जाडो हो यार
साह्रै साइको भइरहनु भएको कसरी आयो भन्ने कुरो ढोका तान्दैछ है केटाहरू सबैजना। फाइनली हामी चाहिँ पुग्यो है सर। बाटो कस्तो लाग्यो तपाईँ? बाटो बबाल ठिकै हो तर अलि एक दुई ठाउँमा अलि यस्तो यस्तो रहेछ है बाटो यस्तो यस्तो बम्लिङ ड्याङ ड्याङ ड्याङ। तर सरले चाहिँ खतरा चढाउनु भयो है। खतमै हो है। ए एउटै लाग्यो। Enjoy with that, right? Mấy người đã Sorry,